अहिले मधेसमा तपाईको कोही व्यक्ति मन लाग्दा पनि 50,000 पनि साप्टी दिने अवस्था छैन। सामाजिक सद्भाव खलिएको छ। एक लेभलको द्वन्द्वको अवस्था बनेको छ। 10 देखि 15% वास्तविक मिटर ब्याज पीडित हुन् भने अहिले 90% साहुहरु पनि पीडित भइरहेको अवस्था छ। अहिले मधेस प्रदेशमा मिटर ब्याज सम्बन्धी एउटा आक्रान्त अवस्था बनाइएको छ। मिटर ब्याज भनेको के हो म सरकारसँग सोध्न चाहन्छु। यसको विषयमा क्ल्यारिटी के छ त? कस्तोलाई चाहिँ मिटर ब्याज भन्ने? कहिले हामीले समाजमा गाह्रो साह्रो पर्दा एकअर्कासँग साप्टी लिएको, कसैको व्यवहार चरणलाई छोरी बिहे गर्न, छोरा बिहे गर्न, छोरा पढाउनलाई पैसा लिएको, त्यो पैसाहरू एउटा सामाजिक व्यवहारिक रूपमा दिएको पैसाहरू साहुहरूले दुःख गरेर, कोही गाई भैँसी बेचेर, कोही दुध बेचेर, कोही किसानहरूले पैसा जम्मा गरेर गरेका पैसा साहुहरू पनि कतिपय पीडित छन्। तर आज मिटर ब्याजको पक्षमा केही बदमाशीहरू भइरहेको छ। साहुहरूलाई पनि पीडित बनाउने काम गरेछ। त्यही भएर यसको विषयमा दुवै पक्षको माग सुनेर कोही साहुले कोही ऋणीलाई पीडित बनाउन नपाओस् र कोही ऋणीले बिना कारण साहुलाई धरपकडको वातावरण उजुरी दिएर तर्साउने धम्काउने काम नगरोस्। कानुन सबै जनताको लागि सम्मान हुनुपर्छ भन्ने कुरा म राख्न चाहन्छु र कुनै पनि दोषी नहुकुन् र कोही पनि निर्दोष नपरोस्। यो पैसा लिने र दिने केसमा अहिले मधेसमा तपाईको कोही व्यक्ति मन लाग्दा पनि 50,000 पनि साप्टी दिने अवस्था छैन। सामाजिक सद्भाव खलिएको छ। एक लेभलको द्वन्द्वको अवस्था बनेको छ पीडित र त्यसको विषयमा। र यहिलेको जिल्लाको रिपोर्ट हेर्दाखेरि 10 देखि 15% वास्तविक मिटर ब्याज पीडित हुन् भने अहिले 90% साहुहरु पनि पीडित भइरहेको अवस्था छ। यो विषयमा सरकारले विशेष गरी यो मधेस प्रदेशको समस्या भएकोले गर्दा मधेस प्रदेशको सबै सांसद र सरकारवाला दुवै पक्षसँग बसेर मध्यमार्गी कसैलाई पनि अन्याय नपर्ने, दुवै पक्षमध्ये कसैलाई पनि अन्याय नपर्ने गरी एउटा ठोस कानुनी व्यवस्था ल्याओस् भन्ने माग गर्न चाहन्छु। साथसाथै अहिले मधेसमा सर्पदंशको कारण दिनहुँ बच्चाहरू बितेको, मान्छेहरू मरेको न्युज सुन्छौँ। काहीँ भाइलको आवश्यक छैन, काहीँ पिसियु र आइसियुका उचित व्यवस्थापन छैन भन्ने न्युजहरू सिडिओ साहबहरूले विभिन्न माध्यमबाट पब्लिकमा न्युजमा आएको हामी सुन्दैछौँ। म यो कुरा सरकारसँग माग गर्न चाहन्छु, सिडिओ साहबहरूको काम के हो? जिल्लाको कर्मचारीको प्रमुख भएपछि मानव लाहानमा भाइल छ भने, मिर्चियामा छैन भने त्यहाँबाट व्यवस्थापन गर्नु कि परेन? गर्नु पर्यो कि परेन? त्यो चाहिँ